दर्शकबिन नमस्कार अनि हार्दिक स्वागत छ तपाईहरु सम्पूर्णलाई कुबेर अनलाइन टिभीमा। निकै नै महत्त्वपूर्ण खबरका साथ हामी उपस्थित भइसकेका छौं। हाम्रो च्यानललाई अहिलेसम्म सब्स्क्राइब गर्नुभएको छैन भने सब्स्क्राइब गर्नुहोला र सँगै आउने बेल आइकनलाई दबाई हामीसँग जोडिनु होला। दर्शकबिन तपाई कहाँदेखि हेर्दै हुनुहुन्छ अनि के भन्न चाहनुहुन्छ यो विषयमा आफ्नो मनमा लागेको प्रतिक्रियाहरू अवश्य कमेन्ट गर्न भने नबिर्सनु होला र तपाई कुन जिल्लादेखि हेर्दै हुनुहुन्छ त्यो पनि कमेन्ट गर्न नबिर्सनु होला। दर्शकबिन अब लागौं समाचारतर्फ। भारतमा थप 3,37,000 बढीमा कोरोना संक्रमण पुष्टि, 488 जनाको मृत्यु। भारतमा कोरोना भाइरसबाट पछिल्लो एक दिनमा थप 3,37,704 जना संक्रमित भएका छन्। सरकारी अधिकारीले शनिबार दिएको जानकारी अनुसार पछिल्लो दिनको तुलनामा 9,550 जना कम संक्रमित भएका हुन्। अघिल्लो दिन 3,47,254 जनामा 54 जना नयाँ संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयले जनाएको थियो। दैनिक संक्रमितको संख्या घटे पनि संक्रमित अवस्थामै रहेकाले कुल संख्या भने बढिरहेको छ। मन्त्रालयका अनुसार भारतमा अहिले 21,13,365 संक्रमित अवस्थामै रहेका छन्। सोही अवधिमा संक्रमण मुक्त भएकाले कुल संख्या भने 2,42,676 रहेको मन्त्रालयले जनाएको छ। यससँगै अहिलेसम्म संक्रमण मुक्त भएकाले कुल संख्या 3,63,01,482 पुगेको अधिकारीले जानकारी दिएका छन्। भारतमा अहिलेसम्म 4,88,884 जनाको संक्रमणबाट कोरोना संक्रमणका कारण मृत्यु भएको छ भने तीमध्ये पछिल्लो 24 घण्टामा 488 जनाको मृत्यु भएको छ। दर्शकबिन यसैगरी लागौं अब अर्को समाचारतर्फ। 10,554 जनामा कोरोना संक्रमण पुष्टि, 16 जनाको मृत्यु। पछिल्लो 24 घण्टामा थप 10,254 जनामा कोरोना भाइरस कोभिड-19 संक्रमणको पुष्टि भएको छ। साथै 16 जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नयाँ संक्रमित मध्ये 5,306 जना काठमाडौँ उपत्यकामा छन्। काठमाडौँमा 3,762, ललितपुरमा 1,110 र भरतपुरमा 434 जना संक्रमित थपिएका हुन्। यस्तै कास्कीमा 400, मुरुङमा 273, सुनसरीमा 212, कैलालीमा 170, चितवनमा 153, रूपन्देहीमा 149, बाँकेमा 148, मकवानपुरमा 147 र काभ्रेमा 101 जनामा संक्रमण पुष्टि भएको छ। संक्रमण दर अझ बढ्यो। मन्त्रालयका अनुसार देशभर 20,187 नमुना परीक्षण गरिएको थियो। 14,462 नमुनाको PCR टेस्ट गर्दा 8,312 र 5,775 नमुनाको एन्टिजेन टेस्ट गर्दा 2,042 गरी 10,254 जनामा कोरोना संक्रमण पुष्टि भएको हो। यसरी हेर्दा PCR तर्फ संक्रमण दर बढेर 56.8% पुगेको छ। बुधबार 52.6 रहेको संक्रमण दर पछिल्लो 2 दिनमा क्रमशः 47.9 र 47.3 थियो। 15 जिल्लामा सक्रिय संक्रमित धेरै। पछिल्लो 24 घण्टामा 708 जनामा संक्रमण मुक्त भएका छन् भने हाल 72,862 सक्रिय संक्रमित रहेका छन्। हरेक जिल्लामा संक्रमण देखिएको छ भने 15 जिल्लामा सक्रिय संक्रमितको संख्या 500 भन्दा बढी रहेको छ। मन्त्रालयका अनुसार प्रदेश नम्बर 1 को झापा, मोरुङ, सुनसरी, मध्य प्रदेशको धनुषा, बागमतीको काठमाडौँ, भक्तपुर, ललितपुर, चितवन, मकवानपुर र काभ्रे, गण्डकीको कास्की र नवलपुर, लुम्बिनीको बाँके र रूपन्देही तथा सुदूरपश्चिम प्रदेशको कैलाली जिल्लामा संक्रमितको संख्या 500 भन्दा बढी नागेको छ। 17 जिल्लामा सक्रिय संक्रमितको संख्या 200 भन्दा बढी भइसकेको छ। दर्शकबिन यो सँगै तपाईमा आजको विषयवस्तु राखिसकेको छु। नयाँ रिपोर्टका लागि पुनः उपस्थित हुने छु। अहिलेलाई भने तपाईहरु माझबाट बिदा चाहन्छु। हस्त, धन्यवाद।